हेलो साथीहरु, आज म बनाउँदैछु बिरयानी बनाउनको लागि मैले 1 केजी भन्दा बढी चिकन लिएकी छु। चिकनलाई धोई पखाली रेडी गरेर त्यसलाई चाहिने सामग्रीहरु पनि रेडी गरिसकेकी छु। चिकन बिरयानी बनाउनको लागि चिकनलाई म्यारिनेट गर्नुपर्ने हुन्छ। मैले अब म्यारिनेट गर्दै छु। यसको लागि मैले जिरा धनियाको पाउडर राखे, बिरयानी पाउडर राखे, लसुन अदुवाको पेस्ट राखे, नून राखे, बेसार राखे, नून बेसार राखिसके, मरिच पाउडर राखे, फ्राई अनियन राखे, तेल राखे, तेल राखिसकेपछि दही पनि राखे, अनि त्यसमा कागती राख्छु, एउटा कागतीको रस, राखिसकेपछि पुदिना र धनिया राख्छु मसिनो गरी काटेको, अनि त्यसलाई मजासँग मोल्छु। राम्रोसँग मोलिसकेपछि त्यसलाई मैले 2 घण्टाको लागि फ्रिजमा राखिदिन्छु। 2 घण्टामा यो बिरयानी बनाउनको लागि रेडी हुन्छ। मैले अर्कोतर्फ बिरयानी बनाउनको लागि चामललाई बोइल गर्नुपर्ने हुन्छ। पानी बसालिसके। मैले 5 देखि 7 जनाको लागि बिरयानी बनाउँदै छु। पानी उम्लिसकेको छ। त्यसमा मैले 1 चम्मच घिउ राखे। घिउ राखिसकेपछि मैले त्यसमा तेजपत्ता, ल्वाङ, सुकमेल राखे। अनि पानी उम्लिसकेपछि मैले 20 मिनेट जति भिजाएको चामललाई राख्छु। त्यसलाई चलाउँदै पकाउँदै गर्छु। यो 50 देखि 60% सम्म पाक्नुपर्ने हुन्छ। 10 देखि 12 मिनेट पकाउँदा यो रेडी हुन्छ। यसलाई चलाउँदै पकाउँदै गर्नुपर्ने हुन्छ। मैले चलाउँदै पकाउँदै गर्दै छु। यो अझै रेडी भएको छैन। चामल पाकेर लगभग रेडी हुन लागेको छ। मैले एकपटक यसलाई मिचेर हेर्दै छु। चामल रेडी भइसक्यो। अब मैले पाल भएको भाँडामा यसलाई राखेर पानी तर्न राख्छु। पानी सबै तर्नुपर्ने हुन्छ। मैले अर्कोतर्फ म्यारिनेट गरेको चिकनलाई पकाउँछु। ग्यास अन गरेर कराई बसालिसके। त्यसमा तोरीको तेल राख्दै छु। तपाईहरुसँग घिउ छ भने घिउ राख्दा पनि हुन्छ। अब मैले यसमा तेल तातिसकेपछि सम्पूर्ण चिकनलाई राखे। त्यसलाई चलाउँदै पकाउँदै गर्छु। यो पनि 20-30% पाक्दाखेरि बिरयानी बनाउनको लागि रेडी हुन्छ। 10 मिनेट जति पाक्न दिन्छु मैले मिडियम हिटमा। मैले टमाटरलाई पनि ग्राइन्डर गरेर राखेकी थिएँ। त्यसलाई पनि राख्छु अनि ढाकेर पाक्नको लागि छोडिदिन्छु। ढाकेर छोडिदिएको चिकन पाकेर रेडी हुन लागिसकेको छ। चिकन लगभग रेडी भएपछि यसलाई लेयर बनाएर राख्नुपर्ने हुन्छ। लेयर बनाएर राखेर बिरयानी बनाउनु पर्ने हुन्छ। चिकन लगभग रेडी भइसक्यो। मैले ग्यास अफ गरे। मैले चिकन बिरयानी अर्को कुकरमा बनाउँदै छु। कराई सानो भएको भएर यसमा मैले लेयर गरेर राख्छु चिकन र चामललाई। अब मैले पहिलो
लेयरमा मासु राख्छु। एक लेयर मासु राखिसकेपछि बोइल गरेको चामललाई राख्छु। चामललाई राखिसकेपछि मैले यसमा घिउ राख्छु। फ्राई अनियन राखेँ। घिउ राखिसकेपछि पुदिना राखेँ। अनि मैले गाजर पनि राख्दैछु। गाजर राखिसकेपछि मैले अर्को लेयरमा मासु राख्छु। फेरि गुलाब जल पनि राखेकी छु मैले। अर्को लेयर मासु राख्दैछु। अर्को लेयर मासु राखेपछि चामल राखेँ फेरि, अनि घिउ राखेँ। घिउ राखिसकेपछि मैले पुदिना राखेँ। फ्राई अनियन पनि राखेँ अनि गाजर राखेँ। अब मैले लास्ट लेयर बनाउँदैछु। लास्ट लेयर मासु पनि राखिसकेँ मैले। मासु राखेपछि मैले बाँकी रहेको सम्पूर्ण चामल पनि राखेँ। सम्पूर्ण चामल राखिसकेपछि मैले त्यसमा घिउ राख्छु। लास्ट लेयरमा घिउ अलि धेरै राख्छु। घिउ राखेपछि मैले गाजर राख्छु। फ्राई अनियन राख्छु। गाजर र फ्राई अनियन राखेपछि मैले हरियो धनिया र पुदिना राख्छु। पुदिनालाई मैले सिँगै पात राखेकी छु, माथि काटेर राखेकी छैन। अनि सबै राखेर रेडी भएपछि मैले ग्यास अन गरेर लो हिटमा 15 मिनेट जति पाक्नका लागि छोडिदिन्छु। मैले यसलाई 15 मिनेट 10-12 मिनेट हुँदा एक सिटी लाग्यो। एक सिटी लागेपछि मैले यसलाई ग्यास अफ गर्छु। ग्यास अफ गरेर सिटी गएपछि मैले बिरयानी हेर्छु कस्तो भयो। बिरयानी पाकेर रेडी भएको छ। अब मैले यसको सिटी गइसकेपछि हेर्दैछु बिरयानी कस्तो भयो भनेर। सिटी गइसकेको छ। अब मैले बिरयानीको कुकरको ढक्कन खोलेर बिरयानी, वाओ कस्तो राम्रो भएको, सेन्ट पनि कति मिठो आएको। अब मैले बिरयानीलाई खानको लागि प्लेटमा लगाउँदैछु। बिरयानीसँग मैले सलाद, दही अनि टमाटरको अचार बनाएकी छु। तपाईहरुले पनि यसरी नै बिरयानी बनाएर खानुहोला। बिरयानी मन पर्छ भने, मेरो भिडियो मन पर्यो भने लाइक र कमेन्ट गर्नुहोला। यो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला।